हेलो एभ्रिवान, तपाईँहरूलाई स्वागत छ मेरो रेसिपी भ्लगमा है। म चाहिँ आज के बनाउनु गइरहेको छु भन्दा चाहिँ साथीहरू, आज चाहिँ म ताइपो बनाउनु गइरहेको छु है। यहाँनिर चाहिँ मैले अघि नै तातो पानीमा हिस्ट लगाएर राखेर चाहिँ 1 मिनट जस्तो राखेको थिएँ है। यो चाहिँ यहाँ म मैदामा लाएर मुस्दैछु है। अनि त्यहाँदेखि पानी कम्ती भयो भने तपाईँले फेरि एड गर्दा पनि हुन्छ पानी है। अनि यो मैले मुसेर राखेँ, यसलाई चाहिँ पास राख्नुपर्छ। अनि त्यहाँदेखि यहाँ चाहिँ मैले बारीबाट कोपी लिएर आएर काट्दैछु साथीहरू। हेर्नुहोस् न, हाम्रो चाहिँ कोपी चाहिँ यो पानी उयसले बेसी छिप्पेर क्या पटपट फुटेको छ। अनि त्यही माथि यसरी छिलेन भने चाहिँ त्यो पानी परेर छिट्टा छिट्टा क्या त्यो मैलाहरू चाहिँ सबै कोपी भित्र पसेको छ। अन्त यसलाई चाहिँ मजाले धुनुपर्छ। त्यहाँदेखि यो ठुलो कोपी चाहिँ एकदम राम्रो थियो, यो चाहिँ भर्खर छिप्पिँदै थियो। अन्त मैले टिपेर ल्याएँ है ताइपो बनाउनुको लागि। अब चाहिँ म यहाँनिर किमा गर्नुको लागि कोपी काट्दैछु, किमा रेडी गर्नु लागि। अनि कोपी चाहिँ यसरी मसिनो मसिनो काट्नुपर्छ तपाईँहरूले है। मोमोमा कसरी लाउनुहुन्छ त्यसरी नै काट्दा हुन्छ है। म गाजर पनि एड गर्नेवाला छु, बेसी चाहिँ लाउँदिनँ, म 3टा मात्रै लाउँछु गाजर चाहिँ है। अन्त यसरी मजाले कोपी काट्नुहोस् तपाईँहरू सबैजनाले है। मैले चाहिँ कोपी पनि काटिसकेँ है। अब यो प्याज लगाउनेवाला छु। प्याज चाहिँ म 4टा मात्रै लगाउँदैछु किनभने म कम्ती बनाउँदैछु नि त। मेरो किमा चाहिँ रेडी भयो साथीहरू, हेर्नुहोस्। अन्त त्यहाँदेखि चाहिँ यो चाहिँ मैले अघि मुसेर राखेको डो एकदमै पास भएको छ। अनि यसमा मैले प्याजको पत्ता र अदुवा पनि एड गरेको छु साथीहरू। अदुवाले टेस्ट एकदम राम्रो बनाउँछ। त्यहाँदेखि मैले यहाँ नुन लगाएँ स्वादअनुसार है। तपाईँहरूलाई कतिको मनपर्छ त्यति लाउनुहोस् है। त्यहाँदेखि चाहिँ मैले यहाँ हुचिङ पनि लगाएँ अलिकति है। हुचिङ लगे पछाडि चाहिँ मैले तेल लगाएँ साथीहरू। तेल पनि ठिक्कैको मात्रै लाउँदा पनि हुन्छ, बेसी ओइलीले पनि बिमार हुन्छ नि त है। त्यहाँदेखि यसलाई मजाले मिक्स गर्नुपर्छ है। मिक्स गरिसकेर चाहिँ म यहाँ बनाउनुतर्फ लागेँ। अब बेल्दैछु म, यसलाई चाहिँ मजाले बेल्नुपर्छ। त्यो सानो पनि होइन ठुलो पनि होइन, साइज पनि ठिक्कैको गर्नुपर्छ। बाक्लो पनि ठिक्कैको बनाउनुपर्छ है। बेसी बाक्लो भयो भने पनि बेसी फुलिन्छ, ठिक्कैको बनायो भने चाहिँ ठिक्कैको हुन्छ है साथीहरू। त्यहाँदेखि चाहिँ मैले बेलेर यतिको बनाएको छु, हेर्नुहोस् साइज चाहिँ है। त्यहाँदेखि म किमा लगाएँ यहाँनिर। किमा मजाले लाउनु भएको छ भने चाहिँ राम्रो हुन्छ है। त्यहाँदेखि यसरी एक साइडबाट बनाउनुपर्छ। मेरो चाहिँ एकदम बेसी पास भएछ है यहाँनिर मैदा। अन्त 1 घन्टाभन्दा बेसी राखेको थिएँ नि त मैले, मजाले पास भएछ। त्यहाँदेखि यहाँनिर टाल्लिनु मानेको छैन हो, म चाहिँ मैदा लाउँदै टाल्दैछु है। यसरी मैदा लाउँदै मैले चाहिँ टालेँ है। अन्त थाइपो चाहिँ मजाले फुल्यो भने एकदम राम्रो हुन्छ। थाइपो चाहिँ यस्तो भएको थियो साथीहरू, हेर्नुहोस् है। अनि त्यहाँदेखि चाहिँ मैले बनाएर पनि रेडी गरेँ है। त्यहाँदेखि चाहिँ यो पाक्यो पछाडि हो, मजाले पाकेर मजाले फुलेको छ, हेर्नुहोस् साथीहरू हो। त्यहाँदेखि चाहिँ यहाँ हाम्रो अचार छ। त्यहाँदेखि चाहिँ हामी गफ गर्दै खानु थाल्यौँ अब चाहिँ साथीहरू। आज चाहिँ मोमो थाइपो खाजा मेरो बुहारीले बनाउँछ हौ, यस्तो खालको किसिमको। थाइपो मन नपर्ने मान्छेको लागि मोमो पनि अप्सन छ। मलाई चाहिँ थाइपो मन पर्दैन कि, त्यस कारणले बिचारा मेरो बुहारीले मलाई यस्तो मोमो बनाइदिएछ। बनाउने मान्छे चाहिँ यता हुनुहुन्छ, बनाउने मान्छे जस्तो छ। गरमले बिचारा हेर्नु हाम्रो गरमले एप्पल जस्तै भइन्छ साथीहरू। थाइपो चाहिँ एकदम दामी भएको थियो है। तपाईँहरूलाई पनि यदि मन पर्यो भने घरमा बनाएर खानुहोस् होला। थ्याङ्क यू फर वाचिङ, बाई एभ्रिवान।